Hello my dear students, र आज हामी नयाँ टपिक लिएर चर्चा गर्न गइरहेका छौं र आजको टपिक चाहिँ छ इन्डियन इकोनोमी एन्ड एग्रिकल्चर। अब यो एउटा एकदमै इन्ट्रेस्टिङ कथा छ किनभने इन्डिया जति बेला इन्डिपेन्डेन्स भएको थियो त्यतिबेला चाहिँ देयर वाज अ फुड स्क्यासिटी र यो फुड स्क्यासिटी को स्टेजबाट इन्डिया चाहिँ कसरी अहिले सेल्फ रिलायन्ट कन्ट्री भएको छ त्यो विषयमा हामी चर्चा गर्ने छौं। सर्वप्रथम हामी हेरौं कि इन्डिया चाहिँ इन्डिपेन्डेन्ट हुँदाखेरि चाहिँ इन्डियाको अवस्था चाहिँ कस्तो थियो। अघि मैले तपाईलाई सुरुमै भनिहाले इन्डिया जब इन्डिपेन्डेन्स भएको थियो त्यतिबेला चाहिँ इन्डिया वाज फेसिङ अ ह्युज सर्टेजेस अफ फुड ग्रेन्स। यसको धेरैवटा कारणहरु छ किनभने इन्डियाको पपुलेसन पनि एकदमै ह्युज थियो र एट दैट टाइम द फुड अवेलेबल इन द कन्ट्री वाज नट सफिसिएन्ट इनफ टु फिड द पपुलेसन। सो त्यसले गर्दा फुड सर्टेजेस पनि थियो। साथसाथै त्यतिबेला के थियो भन्दा देयर वाज अ ड्रट। त्यतिबेला इरिगेसन सिस्टमहरु राम्रो नभएको कारणले गर्दाखेरि चाहिँ सुखापन पनि एकदम बेसी मात्रामा थियो। अलि 1940s मा नै देयर वाज अ ह्युज बेंगल फेमिन भएको कारणले गर्दाखेरि फुड सर्टेजेस भयो एभ्रीवेयर र भर्खर सेकेन्ड वर्ल्ड वार तुरेको थियो र अल द फुड्स वर सप्लाइड फर फिडिङ द स्पेशली आर्मीजहरुको लागि है। त्यसले गर्दाखेरि चाहिँ देशमा चाहिँ फुडको अकाल भइरहेको थियो। सो त्यस्तो अवस्थामा इन्डिया इन्डिपेन्डेन्स भएको र यो अवस्थाबाट इन्डियन इकोनोमी कसरी अगाडि बढ्यो आज हामी त्यो हेर्न गइरहेका छौं। र यतिबेला अचम्मको अवस्था चाहिँ के थियो भन्दा चाहिँ इन्डिया चाहिँ एग्रिकल्चर कन्ट्री हुँदा पनि फर द भेरी फर्स्ट टाइम इन्डियाले चाहिँ युएस बाट एउटा इन्डस्ट्रियल कन्ट्रीबाट चाहिँ इम्पोर्ट गर्नु परेको थियो। त्यसमा PL480 PL480 अन्तर्गत इन्डियाले युएस बाट व्हीटको इम्पोर्ट भारी मात्रामा गर्नु परेको थियो। र एज वेल नो दैट एग्रिकल्चर हैज अ सिग्निफिकेन्ट रोल इन द लाइव्स अफ इंडियन पीपल। र इन्डिपेन्डेन्सको टाइममा अलमोस्ट 72% पीपल दे सर्वाइभ अन एग्रिकल्चर एज अ मीन्स अफ अकुपेसन र एग्रिकल्चर वाज कन्ट्रिब्युटिङ 50% अफ इन्डियाज नेशनल इन्कम। र सर्वप्रथम हामी हेर्न गइरहेका छौं द अर्ली challenges that was faced by Indian agriculture. Rapid population growth has put an excess pressure on food availability. So जति पनि इन्डियामा फुड प्रोडक्सन हुँदै थियो एग्रिकल्चर प्रोडक्सन हुँदै थियो तर त्यो भन्दा बेसी मात्रामा चाहिँ इन्डियाको पपुलेसन बढिरहेको कारणले गर्दाखेरि चाहिँ यहाँ चाहिँ इन्डियामा चाहिँ एकदमै अकाल थियो। फुड इन्सिक्युरिटी भइरहेको थियो। साथै साथ इन्डिया इन्डिपेन्डेन्स हुनु बित्तिकै इन्डिया चाहिँ फेरि पाकिस्तानसँग 1948 मा लडाईमा पर्यो। फेरि 1960 मा पनि फेरि वी हैड टु फेस चाइना एन्ड अगेन 1965 हामीलाई थाहा भएको कुरो हो त्यो पनि पाकिस्तानसँग लडाई परेको थियो। यो कारणले गर्दाखेरि चाहिँ इन्डियाको इकोनोमिक कन्डिसन चाहिँ एकदमै राम्रो थिएन र यस्तो अवस्थामा हाम्रो देशको लिडर्सहरुलाई देशलाई अगाडि पनि लानु थियो साथसाथै हामीले यो च्यालेन्जेसहरु पनि पोर्ताल गर्नु थियो। र त्यसो हुँदाखेरि चाहिँ त्यतिबेलाको गभर्नमेन्ट जवाहरलाल नेहरू प्राइम मिनिस्टर थियो र उसको गभर्नमेन्ट कांग्रेस गभर्नमेन्टले चाहिँ दे केम अप विथ अ 5-year प्लान। अब यो 5-year प्लान इज भेरी इम्पोर्टेन्ट। यो 5-year प्लान 1951 देखि सुरु भएर 2017 सम्म चलेको हो र तपाईलाई थाहा भएको कुरो 2014 मा जब बीजेपी गभर्नमेन्ट आयो मोदी गभर्नमेन्ट आयो त्यहाँबाट चाहिँ यो प्लानिङ कमिसनलाई चाहिँ रिप्लेस गरेर अहिले 2015 देखि चाहिँ नीति आयोग आएको छ। र सर्वप्रथम बुझौं यो 5-year प्लान चाहिँ के हो। सो 5-year प्लान इज अ सिरिज अफ नेशनल डेभलपमेन्ट प्रोग्राम इनिशिएटेड बाय द गभर्नमेन्ट अफ इन्डिया। र हामी देख्छौं एभ्री 5-year प्लान बनिन्थ्यो र त्यसलाई 1951 देखि लागू हुँदै गयो र बीचमा 1-2 वर्ष चाहिँ ग्याप भएको छ। त्यसको बारेमा म तपाईलाई भन्नेवाला छु। र मैले तपाईलाई अघि नै भनिहाले 1951 देखि सुरु भएको 5-year प्लान र फर्स्ट 5-year प्लान चाहिँ 1951 देखिको 1956 सम्मको लागि बनिएको हो। इन्डियामा अलरेडी फुड सर्टेज भइरहेको थियो त्यसले गर्दाखेरि चाहिँ फर्स्ट 5-year प्लान गिभ इम्पोर्टेन्स टु एग्रिकल्चरल डेभलपमेन्ट ट्रान्सपोर्ट एन्ड कम्युनिकेसन। र यो 5-year प्लानलाई हामी एकदमै सक्सेसफुल 5-year प्लान भन्न सक्छौं किनभने हाम्रो त्यतिबेला एन्टिसिपेटेड या एक्सपेक्टेड ग्रोथ चाहिँ थियो 2.1% र जुन चाहिँ हामीले पछि प्राप्त गर्यौं अचिभ ग्रोथ चाहिँ 3.6%। सो हामीले जुन चाहिँ अड्कल गरेको थियौं त्यो भन्दा इन्डियाको ग्रोथ चाहिँ राम्रो भएको थियो। र दिस फर्स्ट 5-year प्लान वाज प्लेस्ड बाय देन प्राइम मिनिस्टर जवाहरलाल नेहरू र टोटल बजेट थियो 2069 करोड रुपीस। र 1956 मा फर्स्ट 5-year प्लान सकिएपछि चाहिँ सेकेन्ड 5-year प्लान सुरु गरियो र त्यतिबेलाको गभर्नमेन्टलाई लाग्थ्यो कि इन्डिया एग्रिकल्चर कन्ट्री त हो तर देशलाई अघि बढ्नु छ भने चाहिँ हामीलाई इन्डस्ट्रियल डेभलपमेन्ट पनि चाहिन्छ। सो त्यसले गर्दा सेकेन्ड 5-year प्लान वाज कम्प्लिटली हामी भन्न सक्छौं इन्डस्ट्रियलाइज सेन्ट्रिक। हुन त एग्रिकल्चरलाई पनि इम्पोर्टेन्स दिएको थियो तर पहिलाको भन्दा चाहिँ बेसी हामीले इन्डस्ट्रियल
इन्डस्ट्रियलाइजेसनलाई महत्त्व दिएको थियो र यसलाई चाहिँ हामी महालनोबिस मोडल पनि भन्न सक्छौँ किनभने यो चाहिँ दिस 5 year plan was modeled by PC Mahalanobis. He was an Indian statistician. यो 5 year plan पनि to some extent हामी राम्रो 5 year plan भन्न सक्छौँ किनभने हाम्रो एक्सपेक्टेड ग्रोथ रेट 4.5% थियो र हामीले अचिभ गरेको चाहिँ 4.25. इभन द वी मिस द टार्गेट तर ग्याप भने त्यति ठुलो थिएन. अब सुरु हुन्छ हाम्रो थर्ड 5 year plan. हामीले हेरिहाल्यौँ फर्स्ट 5 year plan was agriculture centric, second 5 year plan was industrial centric र थर्ड 5 year plan चाहिँ अब चाहिँ देशलाई चाहिँ के अनुभव हुँदै थियो भन्दाखेरि चाहिँ अब we have to be self reliant and self generating र यो थर्ड 5 year plan लाई पनि हामी इन्डस्ट्रियलाइजेसनलाई अलिकति बेसी इम्पोर्टेन्स दिएर एग्रिकल्चरलाई पहिलाको भन्दा अलिकति कम्ती हामीले ध्यान दियौँ. त्यसले गर्दाखेरि चाहिँ इन्डियामा आफ्टर द एन्ड अफ थर्ड 5 year plan द्याट इज 1966 उता चाहिँ ह्युज फुड क्राइसिस भएको थियो र त्यति बेला हाम्रो चाइनासँग पनि लडाइँ भएको कारणले गर्दाखेरि चाहिँ टु सर्टेन एक्सटेन्ट भनौँ हामीले एग्रिकल्चर डेभलपमेन्ट या इन्डस्ट्रियल डेभलपमेन्टतिर चाहिँ हामीले बेसी ध्यान दिनु सकेनौँ. त्यसले गर्दा यो थर्ड 5 year प्लानमा चाहिँ हामीले भनेको जस्तो टार्गेट पनि अचिभ गर्न सकेनौँ. सो त्यसले गर्दा के भयो भन्दाखेरि चाहिँ थर्ड 5 year प्लान पछि चाहिँ तुरुन्तै हामीले फोर्थ 5 year प्लान बनाउन सकेनौँ. त्यसले गर्दा हाम्रोमा त्यो 3 वर्ष चाहिँ हाम्रो प्लान हलिडे भन्छ है, अर्थात् त्यो 3 वर्ष चाहिँ हामीले 5 year प्लान नबनाएर हरेक वर्ष एक-एकवटा प्लान बनायौँ. अर्थात् 1966 देखि 67 मा एउटा एनुअल प्लान, 67 देखि 68 एउटा एनुअल प्लान र 68 देखि 69 सम्म थर्ड एनुअल प्लान र यो 3 वर्ष ब्रेक भएको थियो हाम्रो 5 year प्लान. यसलाई चाहिँ भन्छ प्लान हलिडे र यो प्लान हलिडे अर्थात् यो एनुअल प्लान बनाउने क्रममा नै इन्डियामा सबैभन्दा इम्पोर्टेन्ट डिसिजन लियो. त्यो चाहिँ हो मोडर्नाइजेसन अफ इन्डियन एग्रिकल्चर अर्थात् न्यू एग्रिकल्चरल पोलिसी जसले चाहिँ इन्डियाको नक्सा बदलिदियो. यहाँबाट उता चाहिँ इन्डिया एज अ कन्ट्री चाहिँ एग्रिकल्चरली सेल्फ सफिसियन्ट या सेल्फ रिलायन्ट कन्ट्री भएर गएको थियो र 1966 उता या पोस्ट 1966 भनौँ न इन्डिया चाहिँ एउटा सेल्फ सफिसियन्ट इकोनोमी भयो इन टर्म्स अफ फुड प्रोडक्सन र यति बेला फुड प्रोडक्सन यति राम्रो भएर गयो कि यसलाई नाम दिएको थियो ग्रीन रेभोल्युसन अर्थात् हरित क्रान्ति भनेर. र यो ग्रीन रेभोल्युसन के हो यसको बारेमा हामी डिटेलमा अर्को क्लासमा हामी गर्नेछौँ. र टिल देन दिस इज द फाउन्डेसन अफ इन्डियन इकोनोमी या इन्डियन एग्रिकल्चर पोस्ट इन्डिपेन्डेन्स एन्ड prior to green revolution. So students, आशा राख्छु आजको क्लास पनि तपाईले बुझ्नुभयो होला है. सो यो चाहिँ फाउन्डेसन मात्रै हो इन्डियन इकोनोमी या इन्डियन एग्रिकल्चरको. यहाँबाट उता चाहिँ अब हामी अलिक डिटेलमा हेर्नेवाला छौँ.